सबैजनालाई नमस्कार। मेरो नाम अमन महर्जन। म तपाईहरुको निम्ति चाहिँ आज ट्याक्स रिटर्नको लागि अप्लाई कसरी गर्ने भनेर चाहिँ आफ्नै मोबाइलबाट अप्लाई गर्ने तरिकाहरू सिकाउन कोसिस गर्दैछु। तपाईहरुको उमेर चाहिँ 33 वर्ष नकटेको हुनुपर्दछ। अनि तपाईहरुले चाहिँ यो तरिकाहरू तपाईले चाहिँ अपनाउनु भयो भनेदेखि चाहिँ तपाईले ट्याक्स अप्लाई गर्न सक्नुहुनेछ। ट्याक्स अप्लाई गरेको 90 दिनभित्र चाहिँ तपाईको एन्सर अथवा चाहिँ तपाईको पैसा तपाईको एकाउन्टमा आउनेछ। ढिलो नगरिकन हामी चाहिँ अप्लाई गर्ने तरिकातिर चाहिँ जानेछौँ है त। आफ्नो मोबाइलको होम ट्याक्समा जानुहोस्। एपमा गइसकेपछि तपाईले लगइन गर्नुहोस्। खाफिन इन्जुङ लगइन गर्दा पनि हुन्छ अथवा आइडीबाट लगइन गर्दा पनि हुन्छ। मैले चाहिँ आइडीबाट लगइन गरेको छु। यहाँनिर साथीको पासवर्ड हालेको छु, आइडी हालेर पासवर्ड हालेको छु र तपाईले लगइन गर्न सक्नुहुन्छ। लगइन गरिसकेपछि चाहिँ तपाईले छन्से मेनु त्यो टपमा भएको छन्से मेनुमा जानुहोस् र सिङ्गोमा जानुहोस् र चोङगाम सोदक्से सिङ्गोमा जानुहोस्। त्यसपछि त्यो तल गएर चाहिँ चोङगाम सोदक्से खेङछङ खङ्गु सिङ्गो गर्नुहोस् र त्यसपछि 2023 को छोए गर्नुहोस्। हजुरले कुन वर्षको मनपर्छ त्यो कुन गर्नुपर्ने हो त्यो वर्षको छोए गर्नुहोस्। इदुङ गर्यो भने इदुङ गर्ने अप्सन आयो मात्र इदुङ गर्न मिल्छ। अनि ठाउँ इदुङ गर्दै जानुहोस्। अनि वेगुगन गर्नुहोस् यसमा चाहिँ। त्यसपछि आएर तल गएर फोन नम्बर राख्नुहोस् तपाईले। यदि तपाईको त्यो इदुङ आएन अरु केही आयो आनिम भनेर आयो भने चाहिँ तपाईले गर्न मिल्दैन है। त्यही भएर अनि यसो अगाडि बढ्नुहोस्। अगाडि बढिसकेपछि चाहिँ यहाँनिर चाहिँ तपाईको जुन वार्षिक जुन पैसा छ जुन स्यालेरी छ त्यो आएको छ 2 करोड 42 लाख त्यो पैसालाई चाहिँ टिपेर राख्नुहोस्। टिपेर राखिसकेपछि यो खेसानगीमा गएर चाहिँ यो 90% वालामा चाहिँ त्यो जुन वार्षिक तलब छ त्यो त्यहाँ पैसा चाहिँ तपाईले राखिदिनुहोस्। त्यो टिपेर राखेको चिजलाई त्यहाँ राखिदिनुहोस्। यदि यो अटोमेटिक आयो भने तपाईले चाहिँ लिन पाउँदैन है। अटोमेटिक आएको चाहिँ लिन पाउँदैन। यदि तपाईले चाहिँ राख्नु पर्यो भने मात्रै तपाईको फिर्ता आउने हो। र नाम्बु वाङगुममा गएर तपाईले चाहिँ कति पैसा फिर्ता आउने रहेछ हेर्नुस्। त्यहाँ कति माइनसमा आएको छ 2,44,000 समथिङ आएको छ। यदि माइनसमा आएन प्लसमा आयो भने तपाईले चाहिँ लिन पाउँदैन। अनि तपाईले चाहिँ त्यो अगाडि नबढ्नुस्। प्लसमा आयो भने चाहिँ यो जुन खेजा बनवा राख्ने हो यो तपाईले तपाईकै नामको खेजा बनाउनु पर्छ। तपाईको नामको भएन भने मिल्दैन। वागिन गर्नुहोस्। त्यसपछि आएर अगाडि बढ्नुहोस् अनि वागिन गर्दै जानुहोस्। गइसकेपछि यहाँनिर अब तपाईको इयु सायु भनिन्छ एउटा रिजन तपाईले चाहिँ किन लिनु लाउनुभयो किन अप्लाई गर्नुभएको त्यो कारण चाहिँ तपाईले चाहिँ खुलाउनु पर्ने हुन्छ। अनि प्राय म कारण खुलाउने चाहिँ तपाईलाई मलाई सजिलो लाग्ने चाहिँ अनि मैले प्रायको फिर्ता ल्याइदिएको चाहिँ यही कारण राखेर नै मैले फिर्ता गरेको छु। तपाईले चाहिँ तल जानुभयो भने त्यो कारण एउटा चाहिँ भेट्नुहुन्छ। यो धेरै भएको कारणले यो जुन सोदो खोङचे खिता भन्ने छ नि त्यसको तलपट्टि से खामेन छङसो खियब भन्ने यो 30 सोदो फप भन्ने हो। यो चाहिँ क्लिक गर्नुहोस् है। अनि त्यसपछि तल जानुहोस्। तपाई तल गइसकेपछि तपाईले चाहिँ त्यहाँनिर जानुहोस्। तल जानुहोस्। तल गएर त्यहाँनिर सबै कुरा चेक गर्नुहोस् र सिङ्गो सँग वान्ड्यो गरिदिनुहोस्। गरिसकेपछि चाहिँ वागिन गर्नुहोस्। त्यसपछि यहाँ सबै कुरा डिटेलहरु चेक गर्नुहोस्। तपाईको सबै कुरा मिलेको छ कि छैन। तपाईको चाहिँ नोङ्यम मुनेङ मिलेको छ कि छैन। तपाईको जो खेजा बन्न मिलेको छ छैन त्यो चेक गरेपछि सिङ्गो छेलचुल गर्नुहोस् अनि वागिन गरिदिनुहोस्। त्यसपछि तल गएर त्यहाँनिर तपाईले चिकचप भन्ने आउँछ त्यो चिकचप वागिन हास्य सुमिदा भनेर टिक लगाएर चाहिँ सिङ्गो नियक इदोङ गरिदिनुहोस्। सिङ्गो नियक इदोङ गरिसकेपछि चाहिँ तपाईले चाहिँ तल अब यो छोएहागी गर्नुहोस्। छोएहागी गरेपछि यहाँ तपाईलाई यङसुजुङ टाइपको आउँछ। तपाईलाई चाहिँ जुन चाहिँ तपाईले अप्लाई गर्नुभयो भनेर चाहिँ एउटा वागिन गरेको यो जुन छपसुजुङ फोकी गरेपछि यसलाई स्क्रिनशट गरेर चाहिँ तपाईले राख्न सक्नुहुन्छ। स्क्रिनशट गरेर राखिसकेपछि भोलिपछि प्रुफको लागि हो। यो चाहिँ यति गरेपछि तपाईको काम सबै सक्यो। अनि यति गरेपछि तपाईको अप्लाई पनि भयो र 2-4 दिनमा अथवा चाहिँ महिना दिनमा चाहिँ तपाईको रिप्लाई पनि आउँछ हैन। अनि चिठी पनि आउँछ। यदि रिजेक्ट भयो भने चिठी आउँछ। त्यसपछि लग आउट गर्नुस्। धन्यवाद।